एक्चुअलीमा सोच्नु हो भने चाहिँ लास्टको नम्बर मात्रै चेन्ज हो 5 देखिको 6 है। तर पनि न्यू इयर भन्ने बित्तिकै चाहिँ कस्तो फ्रेस स्टार्टअप लाग्छ है र कस्तो न्यू बिगिनिङ लाग्छ है। सो हेलो एभ्रिवान, वेलकम ब्याक टु माई मिनी भ्लग। आई होप तपाईँ सबैजना सन्चै हुनुहुन्छ होला र हामी पनि एकदमै सन्चै छौँ। र मेरो दिन न्यू इयर चाहिँ स्टार्ट भयो प्रेयरबाट। हुनु चाहिँ मैले रातिको 12 बजी पनि प्रे गरेर नै सुतेको थिएँ है। र 2025 पनि कस्तो छिटो एन्ड भयो है हेर्दा हेर्दै। र यो 2025मा I learned many things है। I learned to be brave, I learned to be patient है। र कतिजना मान्छेहरू मैले चिने पनि र कतिजनाले मलाई चिनाउनु पनि भयो है। र कतिजना तितो पनि भेटेँ, कतिजना मिठो पनि भेटेँ। र बिहान उठ्ने बित्तिकै चाहिँ मैले फेरि बाबालाई पनि ह्याप्पी न्यू इयर भने, किनभने राति चाहिँ मैले आमालाई ह्याप्पी न्यू इयर भनेको थिएँ तर बाबालाई चाहिँ भनेको थिइनँ। सो त्योपछि सानोमाया आएको त सानोमाया पनि उठ्नु भएछ। सो मेरो छोरीलाई पनि फर्स्ट ह्याप्पी न्यू इयरको किसी दिएँ है। सो मैले त्यही भन्दै थिएँ तपाईँहरूलाई, अब 2025मा चाहिँ धेरैवटा कुरा सिकियो है। अब आमा पनि भइयो र आमा भएपछि झन् धेरैवटा कुरा सिकियो है। सो ब्रेभ हुनु सिकियो, आफूमा इन्डिपेन्डेन्ट हुनु सिकियो है। नगर्नु सक्ने काम पनि गर्नु सक्दै रहेछु भन्ने अब मैले त्यो थाहा पाएँ है। र म कति ब्रेभ रहेछु, कति स्ट्रङ रहेछु र कति इन्डिपेन्डेन्ट रहेछु एन्ड वाट आर द थिङ्स आई हेभ टु डु फर्दर इन माई लाइफ है। धेरैवटा कुरा रहेछ मेरो नानीको लागि, मेरो लागि है। र आफ्नो लागि पनि सोचेँ, आफू कसरी खुसी हुनु सिक्नुपर्ने रहेछ, आफ्नो लागि पनि सोच्नुपर्ने रहेछ भन्ने धेरै कुराहरू सिकेँ है। कतिवटा अपर्च्युनिटिजहरू पनि पाएँ, कतिवटा फेलियर्स पनि भयो है। र अनुजले चाहिँ हामी बाहिर जान आँटेको थिएँ, मेरो ट्राइपमा पनि हाल्नुपर्छ है भनेर भन्नुभयो र हामी चाहिँ दुईजना चाहिँ ह्याप्पी न्यू इयर भन्नु नै बिर्सिरहेको थियौँ। हुनु चाहिँ बेलुका मैले उसलाई विस गरेको थिएँ तर ऊ चाहिँ निन्द्रामै थियो नि त, सो थाहा पाउनु भएन। सो त्योपछि हामी रेडी भएर निक्ल्यौँ। अन्त चाहिँ बेबी पनि बोजूसँग बसिरहनु भएको छ है। र मलाई चाहिँ धेरैजनाले भन्नुहुन्छ होला फेरि है न्यू इयरमा चाहिँ कहाँ जानुभएको भनेर। सो म चाहिँ न्यू इयरमा चाहिँ आज चाहिँ गएको छु। फर्स्टमा चाहिँ हामी आयौँ गुम्बा है। सो गुम्बा चाहिँ हाम्रो घरको छेउमै नै छ नि त। सो मोस्ट अफ द टाइम हामी आउँछौँ र अनुजले बिहान बेबीलाई मर्निङ वकमा ल्याउँदा पनि गुम्बा लिएर आउनुहुन्छ है। यहाँ चाहिँ हामी घेलाहरूलाई सबैजनालाई चिन्छौँ र यहाँ नानीले चाहिँ फेरि साथी पनि भेटिहालेछ, ऊभन्दा अलिकति ठुलो नानी रहेछ। यता नानीहरूले चाहिँ नानी देखेपछि खुसी भइहाल्छ। सो त्यसपछि हामीले छिमी बाल्यौँ है। एन्ड वाट क्यान बी मोर बेटर है देन अब भगवान्कोमा जानुभन्दा आई थिङ्क बेस्ट फिलिङ र बेस्ट बिगिनिङ चाहिँ केही पनि हुनु सक्दैन है। सो त्यही कारणले चाहिँ हामीले सोच्यौँ चाहिँ आज चाहिँ हामी पिकनिक पार्टी केही पनि नगरेर चाहिँ अब न्यू इयर चाहिँ हामी चाहिँ स्टार्टअप चाहिँ भगवान्बाट नै सुरु गरौँ भनेर। सो यहाँ घेलाले पनि टुई पानी दिनुभयो अनुजलाई है। सो हामीलाई पनि दिनुभयो। सो त्यो पछि हाम्रो सेकेन्ड डेस्टिनेसन चाहिँ आजको थियो काली मन्दिर है, जुन चाहिँ छ तपाईँको पानी ट्याङ्की मोडमा। र यो चाहिँ एक्चुली आमाले चाहिँ कहिलेदेखिको आउँछु भनेर चाहिँ भाकल गर्नुभएको रहेछ। सो बेबी चाहिँ सुत्यो होइन। सो त्योपछि हामीले यहाँनिर चाहिँ मजाले पूजा गऱ्यौँ र आमाको चाहिँ यो चाहिँ आउनु चाहिँ कहिलेदेखि सोच्नु भएको रहेछ है। सो त्यो भएर चाहिँ हामीले यहाँनिर बसेर पूजा पनि मजाले गऱ्यौँ है। पण्डितजीले पनि मजाले पूजा गरिदिनु भयो है। र भगवान्को अगाडि आएपछि त अब शान्ति नपाउनु भनेको त केही नै छैन है। जति नै बलवान मान्छे पनि भगवान्को अगाडि आएपछि चाहिँ नानी नै भइहाल्छ है। र जति आफ्नो इच्छाहरू छ, जति आफ्नो दुःखहरू छ है, भगवान्को अगाडि र आमाको अगाडि जस्तो चाहिँ मान्छेले कसैको अगाडि पनि भन्नु सक्दैन भनेर चाहिँ मैले सुनेको थिएँ। तर त्यो साँच्ची नै रहेछ है। र भगवान् र आमाको अगाडि नै हो हामीले जति पनि दुःख छ त्यो भन्नु सक्छौँ है। सो तपाईँहरूले चाहिँ 2026लाई कसरी वेलकम गर्नुभयो त्यो पनि कमेन्ट सेक्सनमा एकदम कमेन्ट गर्नु होला, किनभने मलाई चाहिँ तपाईँहरूको कमेन्ट पढ्नु एकदमै राम्रो लाग्छ है। र लास्ट हाम्रो डेस्टिनेसन चाहिँ त्यहाँ आज गुरुद्वारा है। र गुरुद्वारा चाहिँ यस्तो जग्गा हो जहाँ चाहिँ मलाई यति डरलाग्दो शान्ति लाग्छ नि। मलाई मन्दिरभन्दा पनि शान्ति चाहिँ मलाई गुरुद्वारामा लाग्छ है। सो यहाँ चाहिँ आमाले हेर्नुहोस् न, मैले चाहिँ नानी बोकिरहेको थिएँ। सो आमाले मेरो मोजा पनि खोलिदिनु भयो है। र नानीको जुत्ता पनि राख्नु पर्दो रहेछ यहाँनिर चाहिँ होइन। सो अब टाउकोमा स्कार्फहरू केही त लाउनु पर्यो होइन। सो नानीले पनि लाउनु पर्दो रहेछ, त्यो पनि लगाएर मलाई चाहिँ गुरुद्वाराको इच एन्ड एभ्रिथिङ चाहिँ मलाई नि यति पिसफुल लाग्छ, यति राम्रो लाग्छ। र हामी गोल्डन टेम्पल अमृतसरमा पनि गएको थिएँ र त्यहाँबाट मलाई चाहिँ नि निक्लिनु पनि मन परेको होइन। सो त्योपछि हामीले दर्शन गरेर निक्लिँदा चाहिँ बाहिर मेरो स्कुल फ्रेन्ड भेटेँ है। र म चाहिँ यति खुसी लाग्यो नि उसलाई देखेर। अब इट वाज लाइक आफ्टर एजेस साथीलाई भेटेको है। सो आजको हाम्रो न्यू इयर चाहिँ यसरी नै बित्यो है। सो आई होप तपाईँहरूको पनि एकदमै राम्रो भयो होला। ह्याप्पी न्यू इयर टु इच एन्ड एभ्री वान। मे दिस न्यू इयर ब्रिङ लट्स अफ जोय, सक्सेस एन्ड एन्डलेस ब्लेसिङ टु अल अफ यु।